स्वागत छ मेरो भ्लगमा। आजको हाम्रो ग्रुप क्लास 10 को ग्रुप हामीहरू लेकतिर जाने र सर्भाइभ गरेर एक दिन सर्भाइभ गरेर आउने विचारमा हामी हिँडेका छौँ। हाम्रो प्लान रहेको छ माथि लेकको टुप्पा हुँदै गएर छरहरू नहरहरू हेर्ने विचार छ। हाम्रो यो यात्रा पैदलै यात्रा छ, तर पनि जङ्गलको बाटो हेर्दै हेर्दै माथि डाँडा छुने भनेको हामी केटाहरू टक्क 9 जना हिँडेका छौँ। डाँडामा गएर भ्यू हेर्ने हाम्रो उद्देश्य। डाँडामा जाने, माथि चुचुरोमा पुगेर साइडमा रहेको उता नहरतिर झरनातिर गएर नुहाउने केटाहरूको विचार धेरै नै थियो। मनोरञ्जनको क्रममा हाम्रो यात्रा बढ्दै थियो भने हामीले बाटो बिर्सेका हुनाले साथीले नै पुर्याउन सकेको थिएन। कता हो कता भन्दै हिँडिरहेका थियौँ हामी बाटो भड्केर। दाइहरूले पनि गाल गरिरहेका थिए, के गर्नु यस्तै भयो, अँध्यारो हुन्छ कि भन्ने डरले पनि हामी छिटो हिँडेका थियौँ। र हामी माथि त आधा बाटोमा पुगिँदा सबैको मुहारमा खुसी आएको थियो र दाइहरू थाकेका हुँदाले कोही साथीहरू उता ढलेका र कोही बसेका भिडियो बनाउँदै बसेका थिए। हामी माथि हिँड्दै गइरहेका थियौँ। माथि जाँदा जाँदै ढुङ्गाहरू ठुल्ठुलो बोट बिरुवा देखिरहेका थिए। अनि माथि पुग्दा हामी माथि पुगिरहेका थियौँ र ठ्याक्क एउटा भिडियो बनाइदिउँ न त चिनो रहला भनेर ठ्याक्क बनाएको होइन। अनि ठ्याक्क सब केटाहरू चाहिँ उता बसिरहेको थियो। हामी हिँड्दा केही बेर पछि हामी नहरमै पुग्यौँ र म नुहाउँदै थिएँ। त्यसपछि अब सर्भाइभ गर्ने हाम्रो यात्रा रहेन। त्यसपछि हामी घरतिर फर्क्यौँ। ल हुन्छ, यति नै छ। ल लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सब गरिदिनु होला। हस्त धन्यवाद।